रेकर्ड ल के छ केटा अब ल अब आज के कुरा गर्ने भन्दा चाहिँ पोर्चुगल र को छ अरे नेक्स्ट उज्बेकिस्तान होइन उज्बेकिस्तान रोनाल्डोले यसपालि के पास माग्ला कि गोल हान्छ कि अथवा टिमलाई राम्रोसँग खेल्न मन छ मेसीको लैलैमा मेसीले गोल हाने अब मैले नि गोल हान्छु भन्दै पास माग्दै गोल हान्नेतिर लाग्छ कि अब पोर्चुगल राम्रोसँग अब खेल्छ अब के लाग्छ अनिस कुरो अब अघिल्लो पालि जस्तो त्यो अब भनौँ न मिडफिल्डले आफ्नो स्ट्याक्स बढाउनको लागि जस्तो त्यस्तो पास त नखेल्ला अलिकति प्रोग्रेसिभ पासेसहरू अलिकति डाइरेक्ट पासिङहरू हुन्छ नि रिक्सवाला पासेसहरू त्यस्तो खेलाउनु पर्ने चाहिँ हुन्छ होइन अब त्यही चान्स त पाएको थियो अलिक गाह्रै थियो तर त्यो त्यति क्रिटिसाइज गर्न पर्यो नि त्यस्तो थिएन होइन अब त्यो पछाडि पछाडि बुर्नो फर्नान्डेज थियो भनेको थियो नि त्यो पासेस रोनाल्डो छोड्नु पनि अब त्यहाँ दुईवटा कुरा आउँछ कि अब एक त नदेखा पनि हुनसक्छ होइन अब एक त अब त्यो रोनाल्डो होइन नि त रोनाल्डोको अब त्यो गोलको स्ट्याक्स हेर्ने हो भने त्यो त्यसरी छोड्या भए त्यस्तो हुने हो त्यहाँसम्म होइन त्यो कुरा पनि छ रोनाल्डोले 10वटा खेल भइसक्यो होइन इन्टरनेसनल एउटा गोल नि हाने होइन तिमी रोनाल्डोले अब यसपालि वर्ल्ड कपमा हाल्ला त यस्तो प्रेसर हुने गेममा हाल्ला त यो वर्ल्ड कपमा त खतरा हुन्छ झन् होइन दाइ अब उज्बेकिस्तानसँग त भोलि ह्याट्रिक पनि आउन सक्ला त्यो आफ्नो ठाउँमा छ होइन तर अब भनौँ न लगातार 8वटा गेममा इभन नेसन लिगमा त हान्यो होइन उसले नेसन लिग बचेको अब यो अब विभिन्न यो बिग कम्पिटिसनमा भनौँ इभन वर्ल्ड कपमा अनि त्यसपछि यो युरो कपमा अनि यो यताउति वर्ल्ड कपसम्म आउँदाखेरि चाहिँ अब भर्खर हजुरले भने जस्तै गोल नहान्ने भनेपछि त अब त्यो रोनाल्डोमा प्रब्लम छ कि मिडफिल्डमा प्रब्लम छ भन्ने त कुरा आयो नि एउटा मिडफिल्डहरू रोनाल्डोको चान्स नि हेर्ने भने कति चान्सहरू मिस गरे रोनाल्डोले सिम्पल त्यो तर त्यो अस्तिको गेम हेर्ने भने त अलिक गाह्रै चान्स थियो है अलिकति भनौँ न पुरै लो ब्लक बसेको थियो अब डिफेन्स मैले भने मलाई एउटा चाहिँ ठ्याक्कै क्वेसन आयो कि जस्तै अब म्यानेजमेन्ट आफ्नो ठाउँमा होला कोच आफ्नो ठाउँमा होला होइन अब रोबर्टो मार्टिनेजले चाहिँ भनौँ न रोनाल्डोलाई त्यो उनको मनबाटै चाहेर फुल टाइम नै खेलाइरहेछन् कि वा भित्र भनौँ न रोनाल्डो जस्तो प्लेयरलाई चाहिँ अब भनौँ 90 मिनट दिनुपर्छ टाइपको हिसाबले खेला हुन् कि उनले भनेको अब रोनाल्डो 90 मिनट खेलायो भने नै हाम्रो भनौँ न हाम्रो यो अहिलेको टिममा चाहिँ बेस्ट आउटपुट आउँछ भनेर खेलाइरहेको यो त घोर कन्फ्युजमा भयो कि यो खै रोनाल्डोलाई 90 मिनटै दिने भन्ने कुरो त मलाई चाहिँ एकदम उनै लाग्छ होइन ठिक होइन जस्तो लाग्छ किनभने जस्तै पहिलाको कोच आयो होइन पहिलाको कोच आएपछि चाहिँ के भयो भनेपछि उसले के गर्यो भनेपछि रोनाल्डोलाई स्टार्टै गराएन होइन अब गोन्जालो रामोस वा अब इधर भनौँ न अरूलाई स्टार्ट गर्यो गोन्जालो रामोसलाई स्टार्ट गरायो त्यो काम पनि लाग्यो क्या दाइ तर अब के भयो भने चाहिँ उनीहरूको त्यो ट्याक्टिस चाहिँ बवाल चल्यो तर इनकेस के भयो भने जुन दिन रोनाल्डोलाई खेलायो त्यो दिन चाहिँ उनीहरू आउट भएको वर्ल्ड कपबाट होइन अब त्यो ब्लन्डर त गरिहाल्छन् फ्यान हो रोनाल्डो फ्यान यताउतिले चाहिँ भनौँ न अब त्यही हिसाबले चाहिँ अब त्यो एउटा भनौँ न नेगेटिभ पर्सपेक्टिभतिर पनि गयो त्यो कुरा तर अब के भयो भनेपछि चाहिँ नयाँ म्यानेजर आयो नयाँ म्यानेजरले चाहिँ अब त्यसको विपरीतमा रोनाल्डोलाई खेलाइरहेछ नि त स्टार्ट अब त्यो हुँदाखेरि चाहिँ अब क्रेडिट उसले चाहिँ के भन्छ मैले रोनाल्डोलाई चाहिँ खेलाएको थिएँ भन्ने त एउटा पाइरहेछ नि त होइन अब टिमले पर्फर्मेन्स नगर्नु आफ्नो ठाउँमा छ अब रोनाल्डो जस्तो बिग प्लेयरलाई चाहिँ अब उनले पर्फर्मेन्स नगर्दाखेरि चाहिँ अब अहिले रोनाल्डो भन्दा पनि मिडफिल्डतिर गयो कि अब मिडफिल्डले राम्रो गरे बल पास गरे टाइममा निकालिदिएको यताउति गरिदिएको क्रस निकालिदिएको वा रोनाल्डोले टच भनौँ न छोडिदिएको भए मिडफिल्डले हान्थ्यो अब त्यो भनौँ मिडफिल्डले नि त भन्यो नि त रोनाल्डोले छोडिदिएको भए हामीले हान्थ्यौँ टाइपको यताउति अब कन्फ्लिक्ट आइरहेको छ कि एउटा अब यो कन्फ्लिक्टले चाहिँ पोर्चुगल टिमलाई बेटर गर्ने पर्सपेक्टिभतिर लान्छ कि झन् यो भनौँ न यस्तै हुनेवाला छ तिमीलाई के लाग्छ अनिस भाइ मलाई पाराले अस्तिको जस्तो पाराले त अब हामी ग्रुप स्टेजबाटै आउट हुन्छ होइन अब उज्बेकिस्तान भएको कुरा नि अब त्यही पाराले अब भनौँ न सिम्पली भन्दाखेरि अब हाम्रो मिडफिल्डको ग्याप हेर्न पायो नि मिडमा त पुरै ग्याप पुरै खाली छ होइन अब स्पेसली लो ब्लक टिम खेलीलाई त त्यही चाहन्छ उनीहरूले होइन मिडफिल्ड अब पछाडि उनीहरू सिट ब्याक गरेछ मिडमा जेसियोस् मतलब छैन जति खेलाउँछ खेला अब मिड ब्लक के अरे लो ब्लक खेल्ने टिमको त
के अरे ट्याक्टिसै त्यही हो नि होइन र जसरी हुन्छ उनीहरूलाई बल आउन नदिने अब पोर्चुगलले चाहिँ त्यही गर्दै कि अस्ति आफ्नो स्ट्याक्स बढाएको छ तर के सोचिरहेको के भन्न खोज्यो होइन जस्तो मैले रोनाल्डो फ्यानलाई छोड्दैन जस्तो छ तर त्यो जस्तो भनौँ न अब पोर्चुगलको र कङ्गोको जुन फुटबलको अब इतिहास पनि हेर्दाखेरि वा अहिले फुटबलको लेभल हेर्दाखेरि पनि पोर्चुगल यहाँ छ भनेपछि भनौँ कङ्गो अब कहाँ छ भनौँ न तर जसरी पनि जसरी त्यो क्ल्यारिटीको कुरा आउँछ कि जसरी अब त्यो कङ्गोले डिफेन्समा गरे इभन यिनीहरूले एट्याक पनि गरिरहेको थियो मजाले त्यो भनौँ न पछाडिबाट नै मजाले 1-to-1 टच पास गरेर अगाडिसम्म बिल्डअप गरेर लगेर अब त्यो सुटिङ होइन अट्याकिङमा त बेटर आएन किनभने कङ्गोसँग त्यो लेभल क्वालिटीको लेभलको प्लेयर पनि छैन तर उनीहरूले मजाले तोडेको हो क्या पोर्चुगलको हरेक कुरालाई हरेक डिपार्टमेन्टलाई अब यो भन्दैमा चाहिँ मैले भन्नु एउटा मात्रै पार्ट कमजोर हुनसक्छ होइन बिग टिम लाइक पोर्चुगल अहिले जुन हामी 2026को विश्वकपको फेभरेट वान अफ द फेभरेट भन्छौँ नि किन फेभरेट भन्यौँ भनेपछि नुनो मेन्डिज अनि त्यसपछि जाओ नेभिज अनि त्यसपछि गोन्जालो रामोस त्यसपछि भिटिनिया होइन अनि इभन भनौँ 3-4जना कोर प्लेयरहरू पिएससीबाट भर्खर च्याम्पियन लिग जितेर आएको युरोपमा सबैलाई टोलेर खोलेर आएको वान अफ द जायन्ट भनौँ न तर त्यो पर्सपेक्टिभबाट अरू हामी एङ्गल फरक गरेर हेर्छौँ भने क्रिस्टियानो रोनाल्डोले साउदीमा राम्रै पर्फर्मेन्स गरेको यो सिजन होइन अब हामीसँग कुन छ भनेपछि राफेल लियो हेर्ने हो भने पनि एसी मिलानको उनी गेममा हेर्दा चाहिँ वान अफ द इम्प्याक्टफुल प्लेयर देखिन्छन् तर पर्फर्मेन्समा उनको पोर्चुगलमा कहिले पनि त्यो देखेको छैन हाम्रो राफेल लियोको हेर्ने हो भने त्यसपछि अब यतापट्टि हेर्ने हो भने बर्नान्डो सिल्भाको हेर्ने हो भने अब पहिलाको जस्तो रोयल म्यान्चेस्टर सिटीका जस्तो जुन बर्नान्डो सिल्भा छन् होइन अब ओभरअल एउटा कम्प्लिट प्याकेजमा होइन त्यो जुन पोर्चुगल आउँथ्यो नि जुन हामी देख्थ्यौँ नि पोर्चुगलको हरेकमा त्यो मिस आउट पनि भइरहेको छ कि र त्योभन्दा पनि मेन भनेको अब जाओ फेलिक्सलाई कसरी यिनीहरूले फिट गर्छन् होइन अब कोइन्साईकोलाई अब जसरी अब कसरी भनौँ न स्टार्ट गर्छन् कि बेन्चबाट ल्याउने हो कि अब त्यसपछि त्यहाँ प्लेयरहरू थुप्रै छन् पेड्रो नेटो पनि हामीले हेर्न सक्छौँ त्यसपछि त्यहाँ छन् के अब रुबेन डियास पनि छैन अब त्यहाँ अरू डिफेन्डरहरू पनि हेर्ने हो भने पनि अब बेन्चमै छन् होइन अब त्यो इन्जुरीको कारणले हो कि अब त्यो अब लो टिमको लागि त्यस्तै स्टार्टले भनौँ स्क्वाडले खेलाएको हो कि अब म त फेरि कन्फ्युजनै देख्छु है पोर्चुगलको टिममा ठुलो कन्फ्युजन नै छ एकदम भन्ने हो भने त तर अब के गर्नुपर्छ भन्दा चाहिँ मिडफिल्ड अनि केमिस्ट्री मिलाउनु पर्यो क्या मेन कुरो खेलाडीहरू सबै बवाल भएर नि हुँदैन नि त केमिस्ट्री नि मिल्नुपर्छ कि खेलाडी बिच खेलाडी जस्तै अर्जेन्टिनाको टिम छ होइन खतरा अब सबै खतरा त छैन नि त खतरा भयो भने त्यो केमिस्ट्री त मिल्नु पर्यो नि त केमिस्ट्री एक अर्कासँग लिङ्कअप प्लेहरू हुन्छ होइन तीहरू चाहिँ मिल्नुपर्ने हुन्छ मिडफिल्ड र अट्याकिङ यसरी मिल्नु चाहिँ पर्छ नत्र भने त यिनीहरूको कोअर्डिनेसनले बिगार्छ क्या किनकि कहिले फाइनल थर्डमा गएर बिग्रिहाल्छ जहिले कुरो तिमीलाई के लाग्छ प्रेस कसले गर्छ भन्ने पनि एउटा कुरा आउँछ नि त है अब प्रेसिङ कसले गर्छ त अब रोनाल्डोले हरेक 90 मिनट नै प्रेस गर्न सक्दैन होइन अब त्यसमा हामीले राफेल लियोलाई स्टार्ट गरायो भने उनीहरूले पनि प्रेस गर्न सक्दैन प्रेसर त मिडफिल्डको ब्रुनो फर्नान्डेजहरू प्रेस गर्न जाने कुरा भएन यदि कुनै राम्रो टिमसँग छ भने त उनीहरूको त्यो प्रेसिङ गर्न जाँदाखेरि त फेरि मिडफिल्डमा त फेरि अरू टिमले डोमिनेट गरिदियो भने त फेरि पोर्चुगलले 3-4 गोल खान पनि बेर लाउँदैन नि त फेरि त्यो पनि छ अब त्यो आफ्नो टिमलाई कसरी बेस्ट हुन्छ होइन कुन प्लेयरहरू खेला एनर्जेटिक प्लेयरहरू बेन्चमा हुँदा हुँदै चाहिँ रोनाल्डोलाई चाहिँ हरेक 90 मिनट खेलाउँदाखेरि चाहिँ अलिकति समस्या पनि छ क्या टिमलाई 90 मिनट त खेल्न दिनै हुन्न 90 मिनट त रोनाल्डोको लागि चाहिँ यो रोनाल्डोलाई राखेर पोर्चुगलको लागि चाहिँ घाटै हो होइन अब हामी अलिक नोस्टाल्जिक पनि हुन्छौँ नि त फुटबल फ्यान अब मेसीलाई खेलाएन भन्ने खेलाएन रोनाल्डोलाई खेलाएन होइन अब के अरे लुका मोड्रिक पोर्चुगल के अरे सरी क्रोएसियाबाट स्टार्ट गरेन वा अब हुन्छ नि विभिन्न कुरा हुन्छ अब तर त्यो भन्दैमा के भयो भनेपछि चाहिँ अब जस्तै जति हामीले त्यो अब रोनाल्डोलाई स्टार्ट गरायो भने जति पोजिटिभ देख्छौँ नि 90 मिनट खेल्दाखेरि उनीहरूको लागि त्यति नै +5 उनीहरूको पोजिटिभ छ भने -5 पोजिटिभ पनि हुन्छ कि त्यही कुराले त्यो गेममा हेर्दै जाउँ अब रोनाल्डोलाई चाहिँ 60 मिनट भन्दा चाहिँ नखेलाउँ जस्तो चाहिँ लाग्छ मलाई होइन कि 60 मिनट खेलाउने स्योर गेममा होइन अथवा 60 मिनट पछि सब हान पछि कुनै राम्रो गेम भइरहेको छ भने चाहिँ रोनाल्डोलाई चाहिँ त्यस्तो बेला चाहिँ खेलाउँदा राम्रो होला किनकि अब उमेर
अब खेल्न सक्छ भनेर मात्र होइन, उमेरको हदले अब खेलाडीको अब त्यहाँ उमेर पुगेपछि एक प्रकारको कुनै स्लोनेस त आइहाल्छ कि। आउँछ। मैले त रोनाल्डो बेस्ट देखेको 41 हो नि त भनेको यार। मेरो पर्सपेक्टिभमा सुन्ने हो भने चाहिँ मेरो विचारमा चाहिँ अब रोनाल्डो बेन्चबाट आउनु पर्यो कि 60-65 मिनटपछि के। किनकि बेन्चबाट त पोर्चुगल टिम ल्याउँदैन यतिकै होला। खतरै छ क्या। पोर्चुगल टिम यतिकै खतरा छ, रोनाल्डोलाई मात्रै खेलाएर बवाल हुन्छ भन्ने चाहिँ हुँदैन। रोनाल्डोलाई बिचमा ल्याऊँ होइन, टिम यतिकै फ्रेन्डली मिलिरहेको छ, फ्रेन्डली र राम्रै टिम फ्रेन्डली छ नि। उम्, उम्, फ्रेन्डली र वर्ल्ड कपमा फरक पर्छ, नेसन लिग र वर्ल्ड कपमा फरक पर्छ के। अब युरो कपमा हो भने अब त्यो लिङ्क गर्न सकियो होइन। अब उम्, फ्रेन्डलीमा त अब फ्रेन्डली र वर्ल्ड कपमा धेरै फरक छ। टिमले उम्। आफ्नो बेस्ट हिसाबले फ्रेन्डलीमा त खेल्नु पर्यो, आफ्नो टिमको लागि बेस्ट स्ट्रेन्थ के हुन्छ त्यही हिसाबले आउनु पर्यो मेन। वर्ल्ड तर कप भने वर्ल्ड कपमा त हेल उज्बेकिस्तानसँग सेक्राइ गर्नु अब हामी भएन। उज्बेकिस्तानसँग 100% रोनाल्डो नै स्टार्ट गर्नेवाला छन्। उनको 100% गोल पनि आउनेवाला छ अगेन्स्ट एसियन टिम फेरि होइन। तर अब यो भन्दैमा चाहिँ उज्बेकिस्तानले हट नगर्ला भन्न चाहिँ सकिने, किनभने हामीले वर्ल्ड कपमा एकदमै होइन थ्रिलिङ म्याचहरू वा सस्पेन्सफुल म्याचहरू भन्दा पनि एकदमै अनएक्सपेक्टेड रिजल्ट आइरहेछ होइन। जस्तै अब क्यापो भर्डेले उरुग्वेसँग 2-2 ड्र गर्छ भनेर कसैले पनि सोचेको थिएन होला होइन। अब क्यापो भर्डे जस्तो टिमले चाहिँ त्यो भनौँ न अब यहाँ वर्ल्ड कपमा जायन्ट जायन्ट होइन वर्ल्डका टप प्लेयरहरू भएको बिग बिग टिमहरूले 30 यार्ड्सबाट फ्री किक हान्न सकेका छैनन्। यहाँ क्यापो भर्डेको खेलाडीले हिजो 30 यार्ड्सबाट फ्री किक गोल हान्दियो। यो के अरे यो उज्बेकिस्तानको म्यानेजर को हो? म्यानेजर खोइ त्यो चाहिँ थाहा भएन, हेर्नुपर्छ एकलट। के अरे फाबियो कानाभारो। अब यो कानाभारो भन्ने उसको होइन, यो इटालीको इटालीको हो क्या? यो ब्यालोन हो डियर होला। जितेका मान्छे हो। हो त क्यानबेरा त इटलीको हो नि। इटालीको गेल त ब्यालोन डियर जिते। 2006को विश्वकप यसरी उठाएका प्लेयर हुन् इटालीका लागि फ्याबियो क्यानाभारो। अनि यो यस्तो जसको खतरा कारणले प्लेयर गर्दाखेरि चाहिँ ब्यालोन डियर पनि म्यानेजर जिते। रहेछ। अब भोपाल प्लेयर क्वालिटी त्यही त हो दाइ अब अब खेलाडीहरू यस्तो म्यानेजर रहेछ। जोस राम्रै गऱ्यो रहेछ, 15 ड्रन 1 लस्ट पनि रहेछ, तर जोस रेटिङ चाहिँ राम्रै रहेछ। तर पोर्चुगलसँग चाहिँ गाह्रो पर्छ। गाह्रो पर्छ गाह्रो पोर्चुगलसँग। पर्छ। यदि फेरि पोर्चुगल सेकेन्ड भयो भने फेरि लास्टै गाह्रो छ पोर्चुगललाई फेरि ग्रुपमा। इङ्ल्यान्डसँग पर्छ सिधै। इङ्ग्ल्यान्डसँग पोर्चुगल सेकेन्ड हुन पनि सक्छ, किनभनेपछि अब तर भोलिको गेमले डिसाइड गर्छ भोलि कस्तो फर्ममा आउँछ पोर्चुगल भन्ने हो। किनभने कोलम्बियालाई पनि हराउन सक्छ नि त। अब अहिले त्यो हेरौँ, एकदमै क्रुसियल भोलिको गेम। एकछिन है, ठिक छ त, के 12 भयो? मिनट भयो। ल यतिमै 12 मिनटको एपिसोड हालिदिनु। 12 मिनटको भिडियो हालिदिउँ।